BBC मास्टर शेफ UK प्रोफेसनलको विश्व मञ्चमा उपस्थित भएको नेपाली खाना, त्यसमा पनि विशेष मिथिला क्षेत्रलाई प्रतिनिधित्व गर्ने केही खानाहरू, जस सन्दर्भमा यहाँ केही चर्चा गर्न जरुरी छ। शेफ सन्तोष शाह, जो एक नेपाली शेफ, नेपालको भूगोललाई, नेपालको राष्ट्रियतालाई, नेपालको पहिचान, नेपालको मौलिकता र विशिष्टतालाई प्रतिनिधित्व गर्ने एक शेफ, जसले नेपाली खानालाई एउटा उचाइमा पुर्याउनु भयो। केही नेपाली मौलिक खाना मिथिला क्षेत्रको खाना सहित विश्व मञ्चले यसलाई रिकग्नाइज गर्यो। आज हामी फेरि एकपटक आइमुथ सेफ, IHM कलेज लगायत विभिन्न सङ्घ संस्थाहरू एउटै छानामुनि आबद्ध भएर मिथिला क्षेत्र, जो कलाले, साहित्यले, संस्कारले, विविधताले, खानपानले प्राचीन कालदेखि नै विशिष्ट रहँदै आएको छ, सो क्षेत्रका केही खानाहरू आज हामी फेरि एकपटक राष्ट्रिय स्तरमा यसलाई चिन्ने र चिनाउने प्रयासको अघिल्लो साँझमा छौँ। र यो साँझमा यहाँले देखिरहनु भएको छ शेफ महेशको टिम आज अहोरात्र, यो दिनभर जसो उहाँहरू निकै मेहनतका साथ लागिरहनु भएको छ र यसको एउटा कडी आज साँझ यो समय, यो नेपाली समय, म जति पनि हामीलाई हेरिरहनु भएका विश्वभरका दर्शकहरू आइमुथ सेफसँग आबद्ध हाम्रो टोटल फ्रेटर्निटीलाई म एउटा जानकारी गराउन चाहन्छु। शेफ महेशको टिम आज दिनभर भोलिको तयारीका लागि जुटिरहनु भएको छ। त्यसमा यस कार्यक्रमको संयोजन गरिरहनु भएको छ IHM कलेजका HOD पशुपति पौडेलजी, त्यसै गरी यस कार्यक्रमलाई प्रोडक्सन पार्टमा म्यानेजमेन्ट गरिरहनु भएको छ विकास जङ्गल, र हामीसँग एकदमै यो रसका बीच पनि महतो शेफ आज फ्लाइटबाट काठमाडौँ आइपुग्नु भयो र तपाईँले देखिरहनु भएको छ सायद त्यहाँ बुनिया बन्दैछ र यसको अर्को एउटा विशेष परिकार पनि बन्दैछ हैन। यो बुनिया मात्रै बनिरहेको छैन, यससँग अर्को विशेष परिकार पनि जोडिएको छ र त्यसका लागि यो मिजाको तयारी उहाँहरू गरिरहेको छ। मिथिला क्षेत्रलाई प्रतिनिधित्व गर्ने 5वटा कोर्स भोलि बिहान IHM कलेजमा हामी प्रस्तुत गर्दैछौँ, हामी प्लेटिङ गर्दैछौँ। तपाईँले पर ब्याकड्रपमा देखिरहनु भएको छ भने त्यहाँ मिथिला आर्ट र कल्चर देखिरहनु भएको छ। यो सजावटमा हामीलाई विशेष रूपमा सहयोग गर्नुहुने अजित शाहजीलाई विशेष धन्यवाद। यो उहाँले आज हामीलाई विशेष रूपमा भोलिको यस कार्यक्रमका लागि भनेर केही साजसज्जा सजावटका केही सामान, जसले सिङ्गो मिथिला क्षेत्रलाई चाहिँ प्रतिनिधित्व गर्छ। मिथिला क्षेत्रको आर्ट, कल्चर, त्यहाँको खानपान, त्यहाँको सङ्गीत, त्यहाँको साहित्य, यो सबै चिजलाई प्रतिनिधित्व गर्छ। यी विविध चिजहरूले भोलि यो सजावट सजिनेछ र 5 कोर्स, हामीले यसलाई 5 कोर्सको नाम दिएको छौँ। 5 डेलिकेसी कोर्स अफ मिथिला प्रोभिन्स। हामी भोलि बिहान 8 बजेबाट यो प्लेटिङमा जुट्नेछौँ। मटका चाय, चियादेखि पानसम्म प्लेटिङ हुनेछ। यो काममा लाग्नुहुनेछ शेफ महेशको टिम। शेफ महेशजीलाई अलिकति इन्ट्रोडक्सन गराउँछु म यतिखेर। शेफ महेशजीको बारेमा कुरा गर्दाखेरि चाहिँ हाल उहाँ भिवान्त काठमाडौँमा एक्जिक्युटिभ सुसेफको रूपमा कार्यरत हुनुहुन्छ र उहाँसँग नजिक रहेर शेफ महतोले लामो समय काम गर्दै आउनु भएको छ, जो तपाईँले लेफ्ट साइडमा देखिरहनु भएको छ। र IHM टिमको प्रोडक्सन टिमको बारेमा मैले यहाँलाई धेरै कुरा भन्नुपर्छ जस्तो लाग्दैन। HOD पशुपतिजी र मसँगै पछाडिपट्टि विकासजी हुनुहुन्छ। मेरो जिज्ञासा पहिले पशुपतिजीलाई, यो कार्यक्रमको संयोजनको काम तपाईँले गरिरहनु भएको छ, अलिकति यता हेर्नुहोस् पशुपतिजी, त्यसपछि म महेशजीलाई यहाँनिर जोडिन्छु। यो कार्यक्रमको संयोजन कोअर्डिनेसनको पार्टमा यहाँले काम गरिरहनु भएको छ शेफ पशुपति। यो आज दिनभर हामीले यस मेनुमा समावेश गरेका विभिन्न कोर्सहरूमा चाहिँ
हामीले समावेश गरेका विभिन्न कोर्सहरूको तयारीका लागि उहाँले जुटिरहनु भएको छ। त्यसपछि यो कन्सेप्ट कहाँबाट आयो? हुन त सेलको स्वाद, त्यसपछि 7 प्रदेशको 14 खाना, चाहे ढिँडोको प्लेटिङ होस्, आइएसएम कलेज र तपाईँको टिमले अहरात्र काम गरिरहनु भएको छ। यो कार्यक्रमको कन्सेप्टको विषयमा कुरा गरौँ न। मिथिला क्षेत्रको खानालाई प्लेटिङ गर्नुपर्छ भन्ने यो सोच कसरी आयो? यो सोचको लागि र हाम्रो टिमले अलिकति अलग तरिकाले अलग धारमा चाहिँ सोचिरहेको भएर हामीले यो सोचलाई सेफ जगतसँग चाहिँ पुर्याइराखेका छौँ। यस्ता कुराहरू जुन चाहिँ हाम्रो टिम मेम्बरमा प्रायः जसो स्पेसल्ली मर्निङ टाइममा अलिकति फ्रेस टाइममा चाहिँ यो कुराहरू चाहिँ गरिराख्ने काम गर्छौँ हामीले। एउटा कुरा छ जसमा टिमसँगै जोडिराख्दाखेरि हामीसँग म लगायत हाम्रो सुराज सर र हाम्रो विकास सेफ पनि हुनुहुन्छ र अहिलेको जुन चाहिँ मिथिला जुन चाहिँ उसमा चाहिँ सन्दर्भमा चाहिँ आउनुभयो हाम्रो महेश सेफ, जसलाई हामीले चाहिँ एकदमै महेश सेफलाई चाहिँ धेरै पहिल्यैदेखि नै यो भागमा चाहिँ ल्याउन खोजिराखेको थियौँ, जसमा चाहिँ मिथिलाको उसमा चाहिँ लिएर आउन खोजिराखेको थियौँ र सँगसँगै महेश सेफले पनि धेरै कुराहरू चाहिँ हामीलाई सहयोग गर्नुभयो र यो कुरालाई चाहिँ अझ नयाँ ढङ्गले चाहिँ जानुपर्छ भनेर चाहिँ फर्स्टमा हामीले एउटा खानालाई भन्दा पनि एउटा मिथिलामा खाइने एक जुन चाहिँ सेट खानालाई चाहिँ अगाडि सारौँ पहिला भन्नुभयो। त्यही कुरालाई चाहिँ आज हाम्रो सेफले गरिराख्नुहुन्छ र म सेफसितै नै जोडिन चाहेँ र सेफलाई नै यो कुराहरू धेरै कुराहरू चाहिँ यसलाई चाहिँ लिन चाहेँ। जस्तो म तपाईँसँग फेरि जिज्ञासा राख्छु एचओडी, यो हामीले खास गरी इन्डियन कन्टिनेन्टल चाइनिज र ओभरअलमा अहिले नेपाली खाना भन्दाखेरि चाहिँ विशेष रूपमा मिथिला अञ्चल जो भाषामा त्यति नै पुरानो छ, विविधतामा त्यति नै पुरा छ, खानपानमा त्यति नै पुरानो छ। तपाईँले यो कार्यक्रममा सेफ महेशसँग कुरा गरिँदाखेरि चाहिँ त्यहाँको खानपानलाई अझ नजिकबाट चिन्नु भएको छ। सेफ कस्तो लाग्यो? कति इटेबल, कति सेलेबल बजारको हिसाबले होइन? अब सेफ सन्तोषले जुन हिसाबले बिबिसीको मञ्चमा केही मिथिलाञ्चल बेस भएर पनि केही खानालाई प्रतिनिधित्व गर्नुभएको छ, हेर्दाखेरि दुनियाँले यसलाई एप्रिसिएट गरेको छ। तपाईँले नजिकबाट हेर्नु भएको छ, त्यही बेसका ओरिजिनल सेफहरूसँग, त्यही बेसबाट प्रतिनिधित्व गर्ने सेफहरूसँग कस्तो लाग्यो सेफ तपाईँलाई? त्यही कुरा जुन चाहिँ हिजोको दिनमा सेफ सन्तोष शाहले नेपाली सेफ जगतलाई पनि चिनाउनु भयो र नेपाली खानालाई पनि चिनाउनु भयो र यही नेपाली खाना हामी फरक छौँ, हामी भिन्न छौँ र हाम्रो स्वाद पनि फरक छ भन्ने कुराहरू चाहिँ देखाइदिनु भयो। र यति गरिराख्दाखेरि यो कुरा गरिराख्दाखेरि सेफ सन्तोष शाहको जुन चाहिँ उहाँको सन्दर्भबाट सुनिराखेको कुराहरूलाई चाहिँ मैले अहिले यहाँ अलिकति मैले गर्नु चाहेँ, जहाँ कि हामीले पहिला आफ्नो संस्कृति चिनाउँ र पहिचान चिनाउँ र सँगसँगै खाना पनि चिनिन्छ भनेर चाहिँ उहाँले सेफ सन्तोष शाहले चाहिँ भन्नुभएको थियो। त्यही कुरालाई हामीले कन्टिनेन्टल चाइनिज इन्डियन बाट अलग गएर अथवा हामी चाहिँ फरक छौँ है भन्ने कुराहरू चाहिँ देखाउनको लागि जुन सेफ सन्तोष शाहले एउटा जुन चाहिँ कि त उहाँले ढुङ्ग्रीकै कुरा गर्नुभएको थियो, जहाँ कि हाम्रो मिथिला प्रदेशमा हाम्रो तराई भागमा चाहिँ खाइराख्ने कुराहरू चाहिँ यस्तो छ है भन्ने कुराहरू गर्दाखेरि चाहिँ यही कुरामा आज बिहान हाम्रो जुन चाहिँ मिथिलाको संस्कृतिसँग नजिकै जोडिराख्नु भएको सर हुनुहुन्छ जुन चाहिँ धीरेन्द्र सरले भनिराख्दाखेरि एउटा मनसाको समथिङ कुरा गरिराख्नु भएको थियो, जुन चाहिँ फुलौरा, सेतो फुलौरा होइन, फुलौरी, त्यो कुरा गरिराख्नु भएको थियो। त्यस्ता कुराहरू आइराखेको रहेछ र त्यो कुराहरू आउँदाखेरि अब सेफ सन्तोष शाहले गरिराख्नु भएको जुन